Namaste parents, this is Dr. Deepa Khanal, your pediatrician. आज हामी सिम्पल कुराहरू गरौँ जसले गर्दाखेरि चाहिँ हाम्रो बच्चाहरूको चाहिँ यो ब्रेन डेभलपमेन्ट और ब्रेन स्टिमुलेसनमा हेल्प गर्छ। एउटा चाहिँ टक विथ your बेबिज हैन, टक अ लट। जति बेला जुनसुकै बेला हैन आफ्नो बेबीसित चाहिँ बोलेको बोलै गर्नुहोस्। लाइक तपाईँले के गरिरहनु भएको छ, के गर्दै हुनुहुन्छ, जुन बेला पनि बच्चासँग चाहिँ एकदम कम्युनिकेट गरिरहनु होला। एउटा अर्को भनेको चाहिँ यु सिङ अ पोएम अर अ म्युजिक विथ यर बेबिज हैन। यो पोएमहरू म्युजिकहरूले चाहिँ बच्चालाई चाहिँ एकदम राइम्स एन्ड रिदम यसको सेन्सहरू दिन्छ, जसले गर्दाखेरि चाहिँ उनीहरूको ब्रेन स्टिमुलेट भइरहेको हुन्छ। अर्को भनेको चाहिँ रिड अ बुक विथ यर बेबी के तपाईँले यस्तो यो किताबहरू पढ्ने जसले गर्दाखेरि चाहिँ बच्चाहरूको एकदम इमेजिनेसन बढ्छ, क्रिएटिभिटी हैन र भोक्याबुलरीहरू चाहिँ स्टिमुलेट गर्नको लागि चाहिँ हेल्प गरिरहेको हुन्छ। अर्को चाहिँ इफ यु प्ले एनी म्युजिकल इन्स्ट्रुमेन्ट लाइक गिटारहरू बजाउनुहुन्छ, पियानोहरू के छ भने बच्चाको अगाडि गर्नुहोस्, जसले गर्दाखेरि चाहिँ बच्चा पनि एकदम इन्गेज भइरहेको हुन्छ र दिस इज अल्सो स्टिमुलेटिङ। अर्को चाहिँ प्ले विथ यो चाइल्ड लाइक कस्तो भन्दाखेरि बलहरू खेल्नु, बबल्सहरू होइन, एक्टिभ टोइजहरू त्यस्तोसित चाहिँ खेल्ने गर्दोस्, जसले गर्दाखेरि चाहिँ बच्चासित चाहिँ ग्रस मोटर स्किल्स, ह्यान्ड टु आई कोअर्डिनेसन्स, भिजुअल डेभलपमेन्ट यस्तोको लागि चाहिँ हेल्प गरिरहेको हुन्छ। सो पेरेन्ट्स यो 5वटा कुराहरू याद गर्नुहोस्, जसले गर्दाखेरि चाहिँ तपाईँको बेबीको ब्रेन स्टिमुलेट हुन्छ। थ्याङ्क यू।